प्रश्न नम्बर 1 मा चाहिँ नेपालमा प्रत्येक वर्ष जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस कहिले मनाइने गरिन्छ? यो निकै नै रोमाञ्चक प्रश्न छ। यसको सही उत्तर हुन्छ जेठको 21 गते। नबिर्सनुहोला जेठको 21 गते चाहिँ हामीले नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भनेर मनाउने गरिन्छ। तर हामीसँग अप्सन क मा छ जेठ 15 गते। जेठ 15 गते चाहिँ हामीले गणतन्त्र दिवस मनाउने गर्छौँ र त्यसपछि हामीसँग असोज 3 गते छ। असोज 3 गते तपाईँले अप्सन घ मा देख्न सक्नुहुन्छ संविधान दिवस मनाउने गरिन्छ। एकदमै इम्पोर्टेन्ट डेट हो यो होइन। त्यसपछि हामीसँग प्रश्न नम्बर 2 रहेको छ नेपाल सरकारले कुन सालमा चाहिँ नेपाललाई जातीय छुवाछुत तथा मुक्त राष्ट्र घोषणा गरेको थियो? एकदमै राम्रो प्रश्न हो यो होइन। अघि नै तपाईँहरूले देख्न सक्नुहुन्छ जेठ 21 गते चाहिँ हामीले दिवस भनेर मनाइने गरिन्छ। तर कहिलेदेखि चाहिँ मुक्त राष्ट्र भनेर घोषणा गरेको थियो भनेर तपाईँहरूलाई सोध्न सक्छ एक्जाममा। यसको सही उत्तर हुन्छ 2063 साल। तपाईँले अप्सन ख मा देख्न सक्नुहुन्छ 2063 2063 भन्छ होइन, जातीय छुवाछुत तथा मुक्त राष्ट्र भनेर हामीले नेपाल सरकारले चाहिँ घोषणा गरेको थियो। त्यसपछि हजुरले के पढ्न सक्नुहुन्छ भन्दाखेरि जेठको 21 गते चाहिँ नेपाललाई औपचारिक रूपमा चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको भएर पनि हामीले जेठको 21 गतेलाई चाहिँ छुवाछुत उन्मूलन दिवस भनेर मनाउने गरिन्छ। त्यसपछि हामीसँग चाहिँ अरू अप्सन्स पनि रहेको छ। अप्सन क मा चाहिँ 2047 साल भनेर लेखेको छ। त्यो दिन चाहिँ हाम्रो प्रजातन्त्र पूर्ण स्थापना भएको थियो। प्रजातन्त्र पूर्ण स्थापना भनेको तपाईँको पञ्चायत जुन आएको थियो बिचमा होइन, त्यो पञ्चायतलाई चाहिँ निर्मूल पारेर फेरि प्रजातन्त्र पूर्ण स्थापना गरेको वर्ष हो 2047 साल। त्यसपछि हामीले देख्न सक्छौँ 2072 साल असोजको 3 गते चाहिँ नयाँ संविधान चाहिँ जारी भएको थियो असोजको 3 गते। त्यसपछि हामीसँग प्रश्न नम्बर 3 रहेको छ नेपालको वर्तमान संविधानको कुन धारामा? हाम्रो अब संविधानमा धारा 308 वटा रहेका छन्। 308 वटा धारामध्ये चाहिँ छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकका रूपमा चाहिँ व्यवस्था गरिएको छ भनेर प्रश्न रहेको छ। मौलिक हक हामीसँग 31 वटा छन्, तर 31 वटा मौलिक हकमध्ये चाहिँ कुन धाराले है धाराको बारेमा प्रश्न गरिरहेको छ। त्यही भएर यसको सही उत्तर हुन्छ धारा नम्बर 24। धारा नम्बर 24 भनेको तपाईँले अप्सन ग मा देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले अप्सन क मा चाहिँ देख्नु होला धारा 16 भनेर लेखेको छ सम्मानपूर्वक बाँच्न पाउने हक छ। धारा 18 भनेको समानताको हक छ। त्यसपछि धारा 40 भनेको दलितको हक छ। भन्न खोजेको यति मात्र पढेर हुन्न, तपाईँहरूले मौलिक हकको सबै धाराहरू याद गर्नुपर्छ। त्यसपछि हामीसँग प्रश्न नम्बर 4 रहेको छ नेपालको संविधानको धारा 24 को प्रावधान अनुसार कुन स्थानमा जातीय छुवाछुत वा भेदभाव गर्न पाइने छैन है त। फेरि पढेँ मैले प्रश्नलाई होइन। संविधानको धारा 24 को प्रावधान अनुसार कुन स्थानमा जातीय छुवाछुत वा भेदभाव गर्न पाइने छैन भनेर तपाईँहरूलाई प्रश्न आयो भने यसको सही उत्तर हुन्छ निजी वा सार्वजनिक दुवै स्थानमा होइन। निजी स्थानमा भनेको प्राइभेट सेक्टर र सोसल सेक्टर जुन हुन्छ होइन, पब्लिक सेक्टर भन्छ, सोसल भन्दा नि पब्लिक सेक्टरमा चाहिँ तपाईँहरूले यो चाहिँ गर्न पाउनु हुँदैन, छुवाछुत वा भेदभाव गर्न पाइँदैन। त्यसपछि हामीसँग अर्को प्रश्न रहेको छ जातीय भेदभाव व्यवहार हुन्छ बहिष्कार वा निषेध गर्ने कसुरदारलाई कति अवधिसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ? यसको पनि एकदम निकै नै रोमाञ्चक प्रश्न रहेको छ। अप्सन क ख ग पढ्नुहोस् हजुरहरूले र यसको सही उत्तर हुन्छ ख। खमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ 3 महिनादेखि 3 वर्षसम्म। त्यही भएर सोचेर बोल्नु होला कसैको अगाडि होइन। जस्तै कहिले पनि हामीले जस्तै जातीय भेदभावको कुराहरू चाहिँ लिएर आयौँ भने हामीले चाहिँ 3 महिनादेखि 3 वर्षसम्म पनि सजाय हुनसक्छ। त्यसपछि हाम्रो अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 6 मा चाहिँ जातीय छुवाछुत वा भेदभावको कसुर गर्ने व्यक्तिलाई कति रुपियाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ भनेर तपाईँसँग विभिन्न अप्सनहरू रहेको छ क ख ग घ भनेर। यसको सही उत्तर हुन्छ आन्सर क। कमा चाहिँ 1000 रुपियाँदेखि 25,000 रुपियाँसम्म तपाईँहरूलाई जरिवाना हुन सक्नेछ र त्यसपछि त्यसमा पनि तपाईँहरूलाई एउटा सचेतना दिनेछ र सचेतना पछि पनि तपाईँहरूले फेरि यो कुराहरूलाई उल्लङ्घन गर्नुभयो भने फेरि तपाईँहरूलाई चाहिँ अन्य कारबाही हुने गर्छ। त्यसपछि हामीसँग अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 7 दलितहरूको अधिकार संरक्षण र छुवाछुत अन्त्यका लागि कुन निकायलाई संवैधानिक अङ्गको मान्यता दिएको छ? कस्तो राम्रो प्रश्न हो। कुन निकायलाई चाहिँ संवैधानिक अङ्गको मान्यता दिएको छ होइन? दलितहरूले जुन आफ्नो अधिकारको संरक्षण वा छुवाछुत अन्त्यका लागि आफ्नो गुहार्ने ठाउँ जुन उनीहरूले गुहार्ने ठाउँ हुन्छ यसको सही उत्तर हुन्छ आन्सर ग राष्ट्रिय दलित आयोग भन्ने गर्छ। राष्ट्रिय दलित आयोगको स्थापना पनि तपाईँको असोज 3 गतेको संविधान आइसकेपछि राष्ट्रिय दलित आयोगको गठन गरिएको थियो। त्यसपछि तपाईँहरूले यसमा चाहिँ आफ्नो प्रश्नहरू राख्न सक्नुहुन्छ होइन। जस्तै दलित अधिकार र छुवाछुत अन्त्यका लागि विशेष रूपमा चाहिँ राष्ट्रिय दलित आयोगको संवैधानिक अङ्ग भनेर मान्यता दिएको थियो। त्यसपछि अप्सन नम्बर क छ राष्ट्रिय मानव अधिकार आयोग समग्र मानव अधिकार रक्षा गर्ने साझा एउटा आयोग हो। त्यसपछि तपाईँहरूसँग अप्सन ख छ राष्ट्रिय समावेशी आयोग। अन्य पिछडिएका क्षेत्र जुन पिछडिएका क्षेत्र छन् हाम्रो होइन, जस्तै सुदूरपश्चिम, त्यसपछि हाम्रो जुन कर्णाली प्रदेशका जुन एउटा पिछडिएका गाउँहरू हुन्छन् त्यसमा चाहिँ अन्य पिछडिएका क्षेत्र वा वर्गका पनि काम गर्ने आयोगको रूपमा चाहिँ राष्ट्रिय समावेशी आयोग भनेर राखिएको छ। त्यसपछि हामीसँग आदिवासी जनजाति आयोग छ, जनजाति समुदायको हितका लागि गठन गरिएको छुट्टै एउटा आयोग हो। यो सँगै हामीसँग 13 वटा आयोग रहेका छन्। 13 वटा आयोगमा चाहिँ हामीले चाहिँ राष्ट्रिय दलित आयोगलाई चाहिँ बिर्सिनु हुँदैन।